साथीहरु दिनभरि आज शिकार गरेर आयो है। यो खालको चाहिँ 10-12टा हो कत्ले माछा दामी एकदम पिस पिस बनाइएको छ यहाँ। यसरी खुर्केर हो अनि यसलाई अब यसरी सिकुडी बनाउने क्रम यसलाई बिचमा चिरेर आन्द्रा बुढी अघि झेकेको यसरी चाहिँ चट्ट सिकुडी बनाइन्छ। पुरा सिकुडी हुँदैछ यहाँ फायरमा स्मोक। एकदम दामी फिस। साथीहरु माछा म माछाको फ्यान चाहिँ होइन कि, तर यो आफै गएर मारेर ल्याएको राम्रो देखेको माछा भएर म चाहिँ खान गइरहेको छु। तर नेपाली दोकानको माछा चाहिँ म खाँदैन है। बङ्गलादेशदेखि ल्याएको माछा चाहिँ म खाँदिनँ हो। यो चाहिँ अब फ्रेस आफै देखेर मारेर ल्याएको नि त। मिठो रहेछ माछाको पिस।